साथीहरू, आज चाहिँ मेरो मर्निङ डेदेखि स्टार्ट हुन्छ मेरो मिनी भ्लग। अनि म चाहिँ जहिले पनि बिहान उठेर म चाहिँ एउटा खान्छु 2 ग्लास या त 1 ग्लास। तपाईहरु खानुहुन्छ कि हुन्न प्लिज कमेन्ट गरिदिनु होला। खानुहुन्न भने तपाईहरु मानि बसाल्नुहोस्। भने स्वास्थ्यको लागि हेल्थको लागि एकदमै राम्रो हुन्छ। अनि मलाई चाहिँ मेरो छ्यामाले कफी र बिस्कुट ल्याइदिनु भयो। अनि त्यसपछि म यहाँ खाइरहेको छु। तपाईहरु सोच्नुहुन्छ होला आफ्नै छ्यामाकोमा गएर पनि कस्तो छ्यामाले बनाएर दिएको भनेर, तर सोच्नुहोस् केही छैन। अनि यहाँ डेकोरेसन देख्न सक्नुहुन्छ। छ्यामाको यो चाहिँ किचन हो, माथि थर्ड फ्लोरमा छ यो किचन चाहिँ। अनि मलाई यहाँनिर खास मनपर्ने चिज भनेको चाहिँ के भन्छ यो डेकोरेसनहरू हो कि छ्यामाले यति धेरै राम्रो तरिकाले डेकोरेसन गरिराख्नुहुन्छ कि बाफरे, मलाई त्यो डेकोरेसनहरू चाहिँ एकदमै धेरै मनपर्छ क्या। अनि यहाँ देख्न सक्नुहुन्छ डेकोरेसनहरू। अनि यो सेटिङ रुम चाहिँ है सानो छ तर यस्तो राम्रो छ, यस्तो बबल लाग्छ। मलाई चाहिँ यहाँको चिजहरू चाहिँ हरेक चिजहरू एक्स्ट्रा लाग्छ है। तपाईहरु पनि हेर्नु होला, तपाईहरुलाई पनि एक्स्ट्रा लागिरहेको हो कि कस्तो लागिरहेछ त्यो थाहा भएन। अनि यहाँ बुक देख्न सक्नुहुन्छ, बुकहरू पनि एकदमै धेरै पढ्नुहुन्छ छ्यामाहरू दिदीहरू। अनि यो फोटोमा देखाएको चाहिँ छ्यामाको जेठी छोरी हो विष्णु दिदी। उहाँ चाहिँ लिम्बू मिसमा विनर पनि हुनुभएको हो सायद 2000 कतिमा हो त्यो चाहिँ मलाई थाहा भएन। अनि यहाँ फोटो देख्न सक्नुहुन्छ सबै दिदीहरूले चाहिँ के भन्छ ब्याचलर क्लियर गरिसक्नु भएको कि म मात्रै ब्याचलर क्लियर गर्न नसक्ने भनेको म मात्रै हो। मेरो चाहिँ ब्याचलर क्लियर छैन सिधा कुरा गरौँ भने। अनि म चाहिँ यहाँ मुख धुनतर्फ लागे साथीहरू। अनि त्यसपछि म चाहिँ यहाँनिर टावलले पुसेँ मेरो फेस। अनि मेरो फेस चाहिँ एकदमै धेरै ड्राई छ कि। अनि त्यो मुख धुएको बित्तिकै मैले मेरो फेसमा है मोइस्चराइजर लाइन भन्दा फोस्टो भएर कस्तो हुन्छ कि, त्यही भएर म चाहिँ मोइस्चराइजर लगाइहाल्छु। अनि त्यसपछि हामी चाहिँ खानातर्फ लाग्यौँ। अनि मामा भाउजू मलाई चाहिँ छ्यामाले दिनुभयो। अनि त्यसपछि हामी चाहिँ खानातर्फ लाग्यौँ। अनि यहाँ चाहिँ किचनको बाहिरपट्टि हो स्पेसमा फुलहरू एकदमै धेरै रोप्नु भएको छ। अनि यहाँ चाहिँ मामा र म चाहिँ गफ गर्दै बसिरहेको। अनि यहाँ हेर्नु न फुलहरू यस्तो राम्रो राम्रो छ कि यति धेरै क्युट छ फुलहरू। अनि यसलाई हेर्नु सक्नुहुन्छ लिम्बूको घरमा सानोसम्म नहुनु त पुरै भएन। अनि त्यसपछि हामी चाहिँ निस्केको अब किनभने भाउजू र मामा चाहिँ उता धरान जानुहुँदैन नि त। अनि त्यही भएर हामी चाहिँ एयरपोर्ट लाग्यौँ। उहाँहरू चाहिँ फ्लाइटमा जानुहुने, त्यही भएर यहाँ चाहिँ फ्लाइट चेकहरू गरिराख्नु भएको छ। अनि हामी चाहिँ यहाँ वेटिङमा बसिरहेको छौँ। अनि त्यसपछि मामा र भाउजू चाहिँ अब जानुभएको, म चाहिँ अब फर्किनु पर्ने हुन्छ उहाँहरूलाई भित्र ल्याइसकेपछि। अनि यहाँ त भिडियो गर्नु नदिने रहेछ है, त्यो भित्र सायद खै कस्तो हुन्छ त्यो चाहिँ मलाई थाहा भएन। तर मलाई भिडियो गर्नु दिएन कि, मैले त कति धेरै अगाडि